गाइज मैले चाहिँ टक्क लाएर दामी पाराले भिडियो हानेको छु होइन। म चाहिँ अहिले ट्याक्क तामारबाट खटार भन्ने ठाउँसम्म जाँदैछु है। टक्क दामी मजा आइरहेछ मलाई चाहिँ भिडियो हान्न है। बेलुका करिब अहिले 7:30 जति बजिसकेको छ गाइज। म चाहिँ यहाँ दामी पाराले भ्लग हान्दै हिँडेको छु है गाइज। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। हाम्रो पाठशालतिर चाहिँ आज एकदमै बवाल पानी परेको थियो भने चिसो मौसममा मैले चाहिँ दामी पाराले भिडियो हान्दै हिँडिरहेको छु है। यहाँबाट सर यसरी बाइक आफै चलाउँदै आफै भिडियो बनाउँदै है बब्बालै मजा आइरहेको छ मलाई चाहिँ। अब यो ठाडा भन्ने ठाउँतिर आइपुगेँ म। अलिकति अगाडि गइसकेपछि यहाँनिर हाम्रो कच्ची रोड आउँछ होइन। दामी पाराले त जानै पऱ्यो नि गाइज है। जुनसम्म जान लागेको म होइन। त्यही भएर एउटा दामी भिडियो हान्नु त भनेर भिडियो हान्दै हिँड्दैछु। अब यो टेम्पोको पछि जानु पऱ्यो। अगाडि लाग्यो भने त यसले फेरि लडाइदिएला मलाई होइन। कच्ची रोड छ, पानी पनि छ्याप्देला गाइज है। अब पानी योभन्दा पछाडि बस्यो भने त पानी पनि छ्याप्दैन, लडाउँदैन है। म चाहिँ ट्याक्क लाएर यहाँ हाम्रो एउटा खोलो छ, त्यो खोल्चोनेर आइपुगेको छु होइन। यहाँ मेरो बाइक यस्तो स्लो गर्नु पऱ्यो होइन। अनि यस्तो गरिसकेपछि बिस्तारै हाल्छु म यहाँनिर होइन। टेम्पोको पछि पनि जान्छु है गाइज। ल ट्याक्क कच्ची रोडमा होइन आफै टक्क भिडियो हान्दै मजा आइरहेछ मलाई चाहिँ गाइज। ल अब यसरी जानु पऱ्यो, बिस्तारै गाडीहरू आइरहेछ। टेम्पोको पछाडि बिस्तारै हिँड्नु गाइज, दामी मजा आउँछ होइन। यो टेम्पोको पछाडि बसेर भएन, बार लाग्दैन। अब यसरी अट्टला लाएर उकालो चढेर होइन अगाडि बटारेर जानुपर्छ। टेम्पो दामी मजा आयो। ल उकालो राखियो। अब त्यहाँ कुकुर पनि बाटो काट्छ होइन। यसरी हिँड्नुपर्छ कि दामी मजा आउँछ ल। अब म यहाँबाट लेफ्ट टर्निङ लिन्छु होइन। अनि मेरो रुम आउँछ। अब आजको भ्लग चाहिँ यति नै हुन्छ है गाइज मेरो चाहिँ। आजलाई चाहिँ यति, बाई बाई।